साथीहरू प्रकृतिसँग हामी जति नजिक हुन्छौँ, प्रकृतिसँग हामी जति समय प्रकृतिलाई दिन सक्छौँ, हामीमा त्यति नै बढी ऊर्जा हामीमा महसुस हुँदै जान्छ। नेचर नै एउटा यस्तो खालको मानिसहरूको लागि उपलब्ध चिज हो जहाँ चाहिँ शान्त वातावरण, वरिपरि हरियाली, चराचुरुङ्गीहरूको आवाज, यति रमाइलो दृश्य छ। वरिपरि जङ्गलै जङ्गल छ र यहाँ बसेर हामी आफ्नो बारेमा थाहा पाउनको लागि सक्छौँ। शान्त वातावरणमा कहिलेकाहीँ आफूले शान्त वातावरणमा पनि समय बिताउनु पर्ने रहेछ। अनि प्रकृतिमा हामीहरूले आफूलाई समय दिन सक्छौँ। प्रकृतिमा आफूलाई मन लागेको गीतहरू गाउन सक्छौँ, घुम्न सक्छौँ, कुरा गर्न सक्छौँ, रुख बिरुवासँग कुरा गर्न सक्छौँ, आफ्नो भनाइहरू राख्न सक्छौँ। यही त हो मनुष्यको, हामी मानिसहरू जन्मिएपछि अहिलेको सामाजिक सञ्जाल चारैतिर वरिपरि चारैतिर मानिसहरूको आफ्नै त्यो छ होइन, भनाइहरू छ मानिसहरूको। अनि त्यसमै लागेका छन्, आफ्नै समयको थाहा छैन, अवस्था त्यो छैन। र त्यही हो मेरो भनाइ चाहिँ, हामीले केही समय चाहिँ एकान्तमा समय बिताउँदाखेरि हामीमा केही एउटा खुसीपना हुन्छ, खुसीपना आउँछ जस्तो चाहिँ मलाई लाग्छ है साथीहरू।